2000 भएछ काठमाडौँ सिटी म आएको छु यसरी हिँडेको धेरै वर्ष पछाडि हो दाइ यसरी खुट्टाले मैले नहिँडेको धेरै भएमा कुरा पनि नेभर बिन टु यो ठाउँ के हामी उता हुन्थ्यो तर यो ठाउँ यहाँनिर मेरो प्रिन्टिङहरू गरेर आउँथेँ पहिला होइन खै यो पसल चाहिँ मैले थाहा भएन तर यहाँ यतातिर आउँथेँ म है के गर्दैछ अहिले मास्क हेर्दैन ओके म एक्सपेरिमेन्ट गर्दैछु क्या आज म सिटीमा यसो राउन्ड गरेर होइन जस्तै छ कि सेम अहिले पनि त्यस्तै छ कि के चेन्ज भएछ कि यसो हेर्न आएको यो हाम्रो स्टुडेन्ट्सहरू टिचर्सहरू अलिकति हुन्छ नि लाइक नलेज यस्तो यो बाटोमा सबैजना त्यस्तै मान्छेहरू हिँड्छ नि त भाइ यो हाम्रो विन काठमाडौँ म के चाह्यो भने तिमीहरू विद्यार्थी यस्तो यस्तो यसो अब चाहिँ माथिको सब चेन्ज हुन्छ यो क्यामेरा मेरो मोटिभ के हो भन्दाखेरि म 7 वर्ष अगाडि यहाँ यो बाटो हिँड्दाखेरि कस्तो थियो र आज हिँड्दा कस्तो रहेछ भनेर यसो चेक गरे इमोसन फिल गर्न मात्र गएको यहाँनिर होइन खासै क्या होइन यसो हेरौँ भनेर हिँडेको थ्याङ्क यू सो मच पानी खानुपर्छ सबलाई माया गर्ने यसरी हाम्रो ठाउँमा पनि हिँड्नुपर्छ कि टाइममा होइन लन्डन न्युयोर्क मात्र हिँडेर कहाँ हुन्छ आफ्नै ठाउँ हो चेन्जी हो क्या अहिले सबै फ्यान भने हाम्रो चेन्ज भाइ पनि चेन्जी त म त होइन सबै खानु नि हामी अझ हिँड्छु ल मैले पनि नचिनाएको कि भिडियो बनाउँदै समय के लेट्स गो ल तपाईँ एउटा सेल्फी एउटा भाइसँग सेल्फी लास्ट लभ फर द सिटी बाबु चारो बाबु चारो थ्याङ्क यू हामी मान्दैन के किने मैले यहाँ लेखेको छु फोनमा ला मैले स्क्रिनसट लिएको थिएँ यार तपाईँको नाम फेरि मोबाइलमा स्क्रिनसट मेरो फोनमा छ क्या त्यो स्क्रिनसटमा छ यो त नानीलाई गाह्रो भएर आमाले स्कुल लगिरहेको यस्तै म मान्दैन थिएँ नि सानोमा हेर यो त म्युजिक भिडियोमै जान्छ म पनि मान्दैन थिएँ क्या सानोमा यस्तै म जिद्दी गरेर लान्थेँ क्या स्कुल क्रिकेट अब के हो भाइ आज हामी यसो पब्लिक यसो इन्भाइरोमेन्ट इमोसन क्याप्चर गर्न हिँडेको है थ्याङ्क यू
समीर काठमाडौँ सिटीको लागि के भन्नु छ? काठमाडौँ सिटीलाई म यो बाटो हिँड्दाखेरि जस्तो देखेको थिएँ अहिले पनि त्यस्तै रहेछ। चेन्ज देख्नु मन छ। अब कसरी चेन्ज हुन्छ त्यो सोच्ने मान्छे